बिहान उठ्ने बित्तिकै यसरी घाम ताप्नुपर्छ क्या, अनि घाम ताप्यो भने चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ नि त। अनि मैले चाहिँ चिया खाएँ, अनि यहाँ बाख्राहरूलाई पनि खानिदिनु पऱ्यो नि त। अनि हेर्नु न, यहाँ कुरो नखाएर यहाँ के खाएर बसिरहन् कि यिनीहरू। अनि मकै भुट्नको लागि रेडी गरेँ है। यो जाडो मौसममा चाहिँ मकै यस्तो मिठो हुन्छ, यस्तो मिठो हुन्छ। मलाई चाहिँ मकै एकदमै मनपर्छ, मेरो चाहिँ फेभरेट हो। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ होला भनिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि मकै भुटेर रेडी पारेर चाहिँ अनि म तोरी उखाल्नको लागि बारीमा गएँ क्या। अनि लप्सी भेटेँ बाटोमा, लप्सी पनि खाएँ। अनि तोरीमा चाहिँ पुरै घाँसै घाँस थियो क्या, कस्तो झ्याउ लाग्ने थियो है। अनि त्यही पनि उखाल्नु परिहाल्यो भनेर अनि उखाल्ने अल्छी लाग्दै थियो, गीत बजाउँदै मोबाइलमा गीत सुन्दै है। अनि उखालेँ क्या। अनि यस्तो अल्छी लागिरहेको थियो, यस्तो अल्छी लागिरहेको थियो कि कहिले सकिन्छ भइरहेको थियो, सकिँदै नसकेर उस्तो भएर अनि अल्छी लागेर बसेँ क्या म त है। अब यो कहिले सक्दैन भनेर झ्याउ लगाएर बसिरहेको थिएँ। अनि किराले चाहिँ बसिरहने हो, तोरी उखाल्नु पर्दैन भन्दै आइरहेको थियो क्या। अनि मम्मीले चाहिँ त्यो समात्छु भनेर समात्नु थाल्नुभयो। यो चाहिँ खाने पनि मिल्छ के भन्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ आगो ताप्यौँ, बेलुका कस्तो रमाइलो हुन्छ आगो तापेर बस्न है। अनि यसरी ढाड सेकाउनुपर्छ कि आगो ताप्दा चाहिँ है। अनि बिरालो पनि हामीसँगै आगो तापेर बसेको कति बेरसम्म।